नेपाल भारत बीचको सबैभन्दा चर्चित सीमा विवाद मध्ये एक कालापानी, लिपुलेक र लिम्बेधुरा। के साँच्चै यो भूमि नेपालको हो र के आधारले नेपालको हो? आउनुहोस् तथ्य र प्रमाणसहित विस्तृत रूपमा बुझ्ने कोसिस गरौँ आजको यस भिडियोको बसाइमा। यो विवादलाई बुझ्नुभन्दा पहिला 200 वर्ष पछाडि फर्केर नेपालको इतिहासलाई निहाल्नुपर्ने हुन्छ। सन् 1814 नोभेम्बर 1 मा भारतमा शासन गरिरहेको ब्रिटिस इस्ट कम्पनी र नेपालको तत्कालीन गोर्खा राज्य बीच एङ्ग्लो नेपाल वार सुरु हुन्छ। करिब 16 महिनासम्म चलेको त्यो वार ट्रिटी अफ सुगौली गरेर समाप्त हुन्छ। सुगौली ट्रिटी अनुसार नेपालले पश्चिम क्षेत्रतर्फ काली नदी पारीको सबै भूभाग र पूर्वतर्फको मेची पारीको भूभाग गुमाउँछ अनि यसरी नेपालको भूगोल महाकालीदेखि मेचीसम्म मात्र सीमित हुन्छ। सुगौली सन्धिपछि ब्रिटिसरहरूले महाकाली नदी देखिने गरी यसरी बकाइदा नक्साने निकालेका थिए, जस अनुरूप त्यो भूगोल नेपालको हो भनेर दरिलो प्रमाणको रूपमा लिन सकिन्छ। तर यस्तो दरिलो प्रमाण हुँदाहुँदै पनि नेपालले समयक्रमसँगै बिस्तारै आफ्नो भूगोल कसरी गुमाउन पुग्यो त? त्यो समयमा उक्त क्षेत्रमा एकदमै पातलो मानव बस्ती थियो। अझ गम्भीर कुरा त के थियो भने त्यो समयमा देश, नागरिकता, विकास र प्रशासन यस्ता कुराहरूप्रति जनताले खासै महत्त्व दिँदैन थिए। त्यसकारण पातलो बस्ती भएको कारण तत्कालीन नेपाल सरकारले उक्त क्षेत्र आफ्नो भूभाग भए तापनि आफ्नो सुरक्षा पोस्ट राख्न जरुरी ठानेन। तर भारतीय सुरक्षा निकायले भने कालापानी क्षेत्रलाई भारतको लागि असुरक्षित रूपमा लिन्थ्यो। यो क्षेत्रलाई नेपालले पनि व्यवस्था गर्ने हो भने चाइनिजहरू यो क्षेत्रको थ्रु इन्डिया पस्न सक्छन् भन्ने डर उनीहरूलाई थियो। यो डर त तब चुल्यो जब 1962 एडी यानि कि विक्रम सम्वत 2019 मा इन्डिया र चाइना बीच सीमा विवादका कारण वार सुरु भयो। त्यही भएर इन्डियाले कालापानी भूभाग नेपालको हो भन्ने थाहा हुँदाहुँदै पनि नेपालसँग कुनै पनि अनुमति नलिकन आफ्नो सुरक्षा पोस्ट राखिदिन्छ। त्यति बेला नेपालमा भने राजा थिए महेन्द्र वीर विक्रम शाहदेव। महेन्द्रले त्यो समयमा दरिलो रूपमा भारतसँग स्ट्यान्ड लिएर यो भूमि नेपालको हो, तिमीहरू यहाँबाट फर्क भनेको भए सायद सीमा विवाद त्यति नै बेला समाधान हुन सक्थ्यो। तर फेरि डिप्लोमेटिक हिसाबले हेर्ने हो र भारतलाई यो क्षेत्र छोड भनिदिने हो भने इन्डाइरेक्ट रूपमा चीनलाई सपोर्ट गरे जस्तो देखिने थियो र यसो गरेको खण्डमा भारतसँगको नेपालको शक्ति सन्तुलन बिग्रिन सक्ने सम्भावना उच्च थियो। त्यसकारण राजा महेन्द्रले भनेका थिए, यतिखेर भारत र चीन बीच लडाइँ भइरहेको छ, हामीले यो विषय उठाउँदा कुनै पक्ष लिए जस्तो देखिन्छ, त्यसैले लडाइँ सकेपछि यो विषयको समाधान खोज्नुपर्छ भनेर युद्ध अवधिभरि आँखा चिम्ले जस्तो गरिदिन्छन्। तर उनले आँखा चिम्लिएको भारत र चीन बीचको युद्ध सकिँदा पनि खुल्दैन। उनले यो विषय चुइक्क उठाउँदैनन्, जसको फलस्वरूप भारतीय सेनाहरू कालापानीमा स्थायी रूपमा बसिरहन्छ। अझ यो भूमि नेपालको हो भन्ने दरिलो प्रमाण के छ भने विक्रम सम्वत 2019 मा त्यो युद्ध सुरु भयो। त्यसको ठिक अघिल्लो साल 2018 मा नेपाल सरकारले त्यस क्षेत्रको ठाउँहरू कुटी, गुन्जी र नाभीमा नेपालको लागि जनगणना भएको थियो र त्यो गाउँलाई नेपालको दार्चुला जिल्लाको एउटा गाउँ मानिएको थियो। त्यसैले पनि यो ठाउँ नेपालको हो भन्ने प्रश्न बुझ्न सकिन्छ। यो कुरा भारतलाई पनि मजाले थाहा थियो। त्यसैले तत्कालीन भारतका प्रधानमन्त्री नेहरूले कालापानी क्षेत्रमा भारतका सेनाहरू अस्थायी रूपमा राख्न पाऊँ भनेर राजा महेन्द्रलाई चिठी लेखेको थियो भनेर भन्ने गरेको पाइन्छ। तर यो चिठी कहाँ छ भन्ने बारे केही पनि थाहा छैन। यो चिठी भेटिने हो भने ठुलो प्रमाणको रूपमा हुन सक्छ, जसले इन्डिया सामु एज अ प्रुफको रूपमा काम गर्न सक्छ। तर नेहरूको पत्र पाएपछि राजा महेन्द्रको प्रतिक्रिया पनि मौन थियो भनेर धेरैले भन्ने गरेको पाइन्छ। यसरी चाइनासँगको लडाइँको बहानामा नेपाल छिरेका भारतीय सेनाहरू फेरि कालापानी क्षेत्रबाट कहिले पनि फर्केनन्। तपाईलाई आजको श्रृङ्खला कस्तो लाग्यो अवश्य पनि कमेन्टमा बताउनुहोला। आजको श्रृङ्खला राम्रो लाग्यो भने लाइक तथा सेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु।